यो चाहिँ खोटाङ र भोजपुरको सिमानामा रहेको यो खोटाङपट्टिको यो तावा भन्ज्याङ हो। यो तावा भन्ज्याङ अब फेरि यता यो घुम्दै आउँदाखेरि अब फेरि यो डाँडादेखि यता चाहिँ यो भोजपुर जिल्ला पर्छ। यो माथिको बाटो चाहिँ उता टेम्के हुँदै यता यो खोटाङको यो सिमाना हुँदै यो भोजपुरको पान्दारे बजारमा आएर मिल्छ। म चाहिँ फाइनल्ली यो तावा भन्ज्याङ आइपुगेको छु। यो तल देखिएको यो ठुलो फाँट यिनीहरू यो सबै तावा भन्ज्याङ हो। एकदम राम्रो दृश्य देखिरहेको छ यहाँदेखि। तल देखिएको एउटा पोखरी जस्तो चाहिँ यो सिन्धुरेगा यसो हेर्दै जाँदा त पारी मखमले गाउँ सोलमा हुँदै यो लामी डाँडा देखिँदैछ पुरै। यो अति नै रमणीय दृश्य छ यो। तल देखिएको यो तलको रातो ग्राउन्डहरू यिनीहरू सबै भोजपुर पर्छ। यता देखिएको यो भवनहरू पान्दारे हो। यो तल अहिले खुलेको बेला यो तावा भन्ज्याङहरू देखिँदैछ। यहाँनिर एउटा गोरु पनि चरिरहेको छ। अलिकति राम्रो खुलेको हुनाले यता यो माथि एउटा यो चिन्डोको आकारको बनाएको छ पोखरी। दिस इज द भ्यू अफ टेम्के डाँडा। टेम्के डाँडा is located in Bhojpur and Khotang border. There you can see view tower. यो चाहिँ यो टेम्के जङ्गल हो। यो रोटै रोड आउँदाखेरि यो दिन मजाले खुन्नेको हुनाले यो हरियाली एकदम राम्रो जङ्गल देखिरहेछ। यो माथिको पिक चाहिँ यो टेम्केको चुचुरा हो। यो चाहिँ तल चखेवा हुँदै आउने रोड हो।
यो बादलले ढाकेको थियो। अहिले यो फेरि हावाले गर्दाखेरि यो बादलहरूलाई पुरा उडाएर लगेको छ। यहाँले देख्न सक्नुहुन्छ यो हावाले बादलहरूलाई उडाउँदै लाँदैछ। यो पर देखिएको चाहिँ दक्षिण नै हो। मेरो बाटो चाहिँ फेरि यता उतै दक्षिण गएको छ। यो चाहिँ 3 थुम्केबाट लिएको दक्षिणतिरको दृश्य हो। यहाँनिर कुहिरो आएको थिएन, फेरि भिडियो बनाउन थाले बित्तिकै कुहिरो आएर पुरै ढाकिरहेछ। डाँडैमा मेला लागेछ, कान्छीले बोलाइराखेछ, नजाउँ भने उसले पर्खिरहेछ। यो चाहिँ सानो खोला छ। यो माथि मयुङ निक्लिने बेलाको सानो खोला। यो एकदम स्वच्छ पानी कलकल कलकल बगिरहेको छ। यो मौसम साह्रो मजाले खुलेको छ। 5 मिनट खुल्छ, फेरि 5 मिनट पछाडि पुरै हुस्सुले ढाकिहाल्छ। र यो माथिल्लो डाँडातिर देख्न सक्नुहुन्छ फेरि हुस्से आउनु थालिसकेको छ। यो चाहिँ मयुङ डाँडा, यो हाँसपोखरी छेउमा रहेको यो तल देखिएको यो हरियो छाना भएको घर चाहिँ यो होमस्टे हो। त्यही माथि यो घोडाहरू पुरै चलिरहेको छ नागी डाँडामा। अहिले अलिकति यो बादल खुलेको हुनाले यो सानो क्लिप लिने मौका पाएँ। र यतापट्टि पनि साह्रै मजाले घोडा र चौरीहरू चलिरहेको छ। न यो घोडाको सानो बच्चा छ। कस्तो मजाले यहाँनिर अहिले मौसम केही समयको लागि उग्रिरहेको छ। यो मयुङ डाँडा हो, हाँसपोखरीदेखि थोरै माथि। यो घोडाहरू हेर्नुहोस् यस्तो मजाले चलिरहेको छ। यो भिडियोमा भन्दा एकदम आँखाले जो हामीले दृश्य हेर्छौँ एकदमै रमाइलो हुन्छ। यो अहिले हरियो भएको कारणले गर्दा पनि धेरै रमाइलो लाग्छ हेर्दा। यो तल देखिएको चाहिँ हाँसपोखरी हो। अहिले चाहिँ हाँसपोखरीतर्फ यो बादलहरू आइरहेको छ। अब केही समयमै यो बादलले चाहिँ यसलाई पुरै ढाकेर केही देखिँदैन। ल हेर्नुहोस् केही तल आएर यो हाँसपोखरीको अलिक नजिकबाट भए पनि सानो क्लिप खिच्नु सफल भएको छु। यो अब ढाकि नै हालेको छ। यो पर तपाईँहरूले देख्न सक्नुहुन्छ यो परको बादल चाहिँ यही हाँसपोखरीतर्फ आइरहेको छ। केही समयमा अब केही मिनटमै यो पुरै ढाकिदिन्छ त्यहाँनिर पुरै। यहाँ हेर्नुहोस् यो मुन्दुम पदमार्गमा बनेको यो ढुङ्गोले बनेको पुरै यो बस्ने ठाउँ कति राम्रो छ। र यो फोहोर राख्नको लागि भनेर कस्तो राम्रो गरी ढुङ्गोले बनाइएको यो डस्टबिन छ। कृपया तपाईँहरू पनि यहाँ घुम्न आउनुहुन्छ भने आफूले ल्याएको वेस्टेज यो खानेकुराको यो प्याकेटहरू वेस्टेज फुडहरू चाहिँ यसमा लगाइदिनु होला। यो चाहिँ चौरीहरू राख्नको लागि बनाइएको यो मालिङ्गोले बनेको यो
चित्राको गोठ हो। यो चाहिँ मयुङको गोठ स्टेदेखि तल्लो खण्डमा बनेको यो चौतारा प्लस यो बस्ने ठाउँ र यहाँनिर यो सार्वजनिक शौचालय छ। यो ढुङ्गोहरू यस्तो मजाले कुदेर बनाइएको छ, हेरौँ हेरौँ लाग्ने छ एकदम। यो एउटा ढुङ्गे डाँडा टाइपको बनाएको छ। ल यहाँ हेर्नुहोस्, यो घोडाहरू कस्तो मजाले चरिरहेको छ। यिनीहरूले चाहिँ यो हरियो घाँसहरूको एकदम लाभ उठाइरहेको छ र मजाले चर्दै बसिरहेको छ। हेलो साथीहरू, यो चाहिँ टेम्के मयुङ गाउँपालिकाको मयुङ डाँडा हो। यो हरियो घाँसे फाँटमा चौरी गाई र घोडाहरू चरिरहेको छ। यहाँले देख्न सक्नुहुन्छ यहाँको यो प्राकृतिक सौन्दर्य कति सुन्दर छ भनेर। अहिले यो पुरै हरियाली छाएको छ र हेर्दा पनि अति नै मनमोहक देखिन्छ। यो चाहिँ टेम्के मयुङ गाउँपालिकामा पर्ने मयुङ डाँडा हो र यो मयुङ डाँडामा घोडाहरू र चौरीहरू यसरी खर्कमा चरिरहेको छ। आउने ल कस्तो दामी छ सेतो घोडा यहाँ। आउनु भिडियो खिच्नु भयो? भिडियोमै छ। ल है सेतो घोडा ल मिल्यो जोडा। साथी हो आउनुहोस्, पार्ट अफ मुन्डुम ट्रेल। यो सेतो घोडा चाहिँ खतरा लाग्यो के। अब घरतिर पनि फर्किनुपर्छ कि। हिँड न भिडियो हिँड न।
जाने हेर ल को रहेछ परेन नाउ दुईटा रहेछ बोट त्यो हाँस्छ यहाँ आएर डल्ला सानो जिउ रहेछ त्यही भएर अलिक यहाँ पर पुग्न आँट्यो खेलाडीहरू कहाँ छ किन आयो त बुट होइन त होइन गोबर सोर्ने बुट कम त्यही त यहाँ कसरी फुटबल खेल्छन् मान्छेहरू थाल्यो अब लामाहरू बस्नु आयो हिँडेको त सबै भिडियो छँदैछ यस्तै हान न अब माइक नभएको त्यहाँ फेरि रिपिट नभएको यो पानी तातो छ भएको पानी तातो छ नि भित्र तातो छ त्यो तातोले केही हुँदैन मन तातो छ अब त कहाँ डाइरेक्ट मैमै हो नि त फेरि अब यो महँगो गर्नुपर्छ क्या
गोजीमा त फ्यात्त हुँदैन